जीवनको एउटा सुन्दर विशेषता के हो भने हामी कहिल्यै जान्दैनौँ कुन यात्रा केवल एउटा यात्रा भएर सकिन्छ र कुन यात्राले हाम्रो सोच नै बदलिदिन्छ। अमेरिकामा बिताएका हरेक दिनले मलाई केही न केही सिकाइरहेको थियो। कतै प्रकृतिले सिकायो, कतै इतिहासले, कतै सफल मानिसहरूले। तर आजको यात्राले मलाई सिकाउने थियो सम्बन्धको मूल्य। करिब 20 वर्षपछि आफ्नै दाइसँग भेट हुने दिन, स्वास्थ्य व्यवस्थापनका विश्वस्तरीय प्रणालीलाई नजिकबाट बुझ्ने अवसर, अनि एउटा यस्तो परिवार जसले विदेशमा पनि मलाई कहिल्यै पाहुना जस्तो महसुस हुन दिएन। आजको गन्तव्य अमेरिकाको सबैभन्दा सानो राज्य तर मेरो हृदयमा सबैभन्दा ठुलो स्थान बनाउने राज्य, रोड आइल्यान्ड। नमस्ते एन्ड गुड मर्निङ फ्रम रोड आइल्यान्ड। करिब 45 मिनटपछि प्रोभिडेन्स स्टेसनमा पुगे। स्टेसनबाट बाहिर निस्किँदा बिहानको चिसो हावा चलिरहेको थियो। सहर निकै शान्त थियो। केही मानिसहरू आफ्नो कार्यालयतर्फ जाँदै थिए, केही बिहानको दौडमा थिए, अनि केही पर मुस्कुराउँदै उभिनु भएको थियो डाक्टर मनोज दाई। हामीले एकअर्कालाई हेऱ्यौँ। समय एकछिन रोकिए जस्तो लाग्यो। लगभग 20 वर्ष, कति धेरै समय। बाल्यकालका सम्झनाहरू, परिवारका जमघटहरू, सँगै बिताएका साना क्षणहरू, सबै कुरा एकैचोटि मनमा दौडियो। हामीले एकअर्कालाई अँगालो हाल्यौँ। कहिलेकाहीँ एउटा अँगालोले वर्षौँको दूरी मेटाइदिन्छ। मलाई एउटा कुरा धेरै मनपर्छ, परिवारसँगको सम्बन्धलाई समयले कमजोर बनाउन सक्दैन। वर्षौँ भेट नभए पनि जब भेट हुन्छ यस्तो लाग्छ हामी हिजो मात्रै छुट्टिएको थियौँ। यही सम्बन्धको सुन्दरता हो। Oh yeah, research, chill, talk, improve. Look at these houses, man. It's like all these colonial old 1700 houses. This stop sign, then at the next one. नास्तापछि हामी पुग्यौँ बटलर हस्पिटल, अमेरिकाको सबैभन्दा पुराना मानसिक स्वास्थ्य अस्पतालहरूमध्ये एक। सन् 1844मा स्थापना भएको यो अस्पताल करिब 200 वर्षदेखि मानिसहरूको मानसिक स्वास्थ्य सेवामा समर्पित छ। अस्पतालको परिसरमा प्रवेश गर्ने बित्तिकै मलाई पहिलो कुरा के महसुस भयो भने यो अस्पतालभन्दा बढी एउटा विश्वविद्यालय जस्तो देखिन्थ्यो। चारैतिर विशाल रुखहरू, हरियाली, खुला ठाउँ, पुराना भवनहरू, शान्त वातावरण। बिरामी उपचारका लागि वातावरण पनि औषधि जतिकै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा यहाँ आएपछि बुझ्न सकिन्थ्यो। Learn stupidity because there is infinite variation of stupidity. But there is only great minds think alike. We converse, we don't diverse. This is a truth seeker. Zeitgeist, p-value less than 0.05. Right? So every need to have, just like this, all concepts. आजको मुख्य उद्देश्य थियो एपिक सम्बन्धी वर्कसप्समा सहभागी हुनु। एपिक संसारकै सबैभन्दा प्रख्यात इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीमध्ये एक हो। आज अमेरिकाका हजारौँ हस्पिटलहरूले यही प्रणाली प्रयोग गर्छन्। यसले बिरामीको सम्पूर्ण उपचार इतिहास, औषधि, परीक्षण, डाक्टरहरूको टिप्पणी, शल्यक्रिया, सबै कुरा एउटै सुरक्षित डिजिटल प्लेटफर्ममा राख्छ। म अहिले स्वास्थ्य व्यवस्थापन क्षेत्रमा विधावारिधि अनुसन्धान गरिरहेको छु। त्यसैले मेरो लागि यो कुनै सामान्य वर्कसप थिएन, यो एउटा जीवित कक्षा थियो। वर्कसपमा बसेर म प्रत्येक प्रस्तुति ध्यान दिएर सुनिरहेको थिएँ। यहाँ केवल सफ्टवेयर सिकाइरहेको थिएन, यहाँ सिकाइरहेको थियो बिरामीलाई केन्द्रमा राखेर कसरी सम्पूर्ण हस्पिटल सञ्चालन गर्ने। एउटा राम्रो हस्पिटल राम्रो भवनले बन्दैन, राम्रो प्रणालीले बन्छ, राम्रो नेतृत्वले बन्छ, राम्रो संस्कृतिले बन्छ। And you'll see all the doctors involved in the patient's care. Isn't that amazing? And you can send messages. It's called Secure Chat. All you gotta do is click on the little bubble next to it. Yeah, let's do it. Oh, yeah. Tell me, and let's send the PCP a message. Let's send the PCP a message. Yeah, let's send it. Yeah, you type your message Yeah. in. Isn't that crazy amazing? मेरो अनुसन्धानको विषय पनि स्वास्थ्य नेतृत्व र व्यवस्थापनसँग सम्बन्धित छ। त्यसैले यहाँ देखेको हरेक प्रक्रिया, हरेक बैठक, हरेक प्रस्तुति मेरो नोटबुकमा मात्र होइन, मेरो सोचमा पनि लेखिँदै गइरहेका थिए।
मलाई बारम्बार एउटै प्रश्न आइरहेको थियो, के यस्ता प्रणालीहरू भविष्यमा नेपालमा अझ प्रभावकारी रूपमा लागू गर्न सकिएला? यदि सकियो भने कति धेरै बिरामीहरूले सहज सेवा पाउलान्, कति धेरै चिकित्सकहरूको समय बच्ला, कति धेरै जीवन अझ सुरक्षित बन्न सक्ला। वर्कसप सकिएपछि दाइले मलाई हस्पिटलको विभिन्न भाग घुमाउनु भयो। बिरामी मैत्री वातावरण, शान्त उद्यान, खुला हिँड्ने बाटो, उपचारका लागि डिजाइन गरिएका भवनहरू। मैले महसुस गरेँ स्वास्थ्य सेवा भनेको केवल औषधि होइन, स्वास्थ्य सेवा भनेको सम्मान हो, सुन्ने कला हो, विश्वास हो र मानिसलाई मानिसकै रूपमा हेर्ने दृष्टिकोण हो। आजको दिनको आधा समय पनि बितेको थिएन, तर मैले धेरै कुरा सिकिसकेका थिएँ। एउटा दाइसँगको पूर्ण मिलन, एउटा विश्वस्तरीय अस्पताल, नयाँ ज्ञान, नयाँ प्रेरणा अनि मनमा जन्मिएको एउटा नयाँ सपना। एक दिन नेपालका स्वास्थ्य संस्थाहरू पनि विश्वकै उत्कृष्ट प्रणालीसँग काँधमा काँध मिलाएर अघि बढ्नु। अब निस्कँदैछौ रोड आइल्यान्डको इतिहास, संस्कृति र ज्ञानले भरिएको सुन्दर राजधानी प्रोभिडेन्स घुम्न। You're right in the ballpark. As of the most recent count, Brown University had around 11 Nobel Prize winners affiliated with it. So yeah, it's definitely a place with some impressive laureates in its history. 13 and 14. प्रोस्पेक्ट टेरेस पार्क। पहाडको टुप्पोबाट पुरै प्रोभिडेन्स सहर देखिन्थ्यो। रातो इट्टाको भवनहरू, चर्चका अग्ला टावरहरू, नदीहरू अनि आधुनिक र इतिहास संरक्षण अद्भुत मेल। केही मिनेट म केही बोलिनँ, केवल सहरलाई हेरिरहे। कहिलेकाहीँ दृश्यहरू शब्दभन्दा धेरै बोल्छन्। त्यसपछि हामी कलेज हिलतर्फ लाग्यौँ। सागुरा गल्लीहरू, पुराना घरहरू, इटाले बनेका सडकहरू, सयौँ वर्ष पुराना रुखहरू। यस्तो लाग्थ्यो कुनै ऐतिहासिक चलचित्रको सेटमा हिँडिरहेको छु। यहाँको हरेक घर, हरेक झ्याल, हरेक ढोकाले कुनै न कुनै कथा बोकेको छ। द फर्स्ट ब्याप्टिस्ट चर्च पनि देख्यौँ। यो चर्च धार्मिक स्थल मात्र होइन, धार्मिक स्वतन्त्रताको एउटा ऐतिहासिक प्रतीक पनि हो। मानिसले आफ्नो विश्वास स्वतन्त्र रूपमा अभ्यास गर्न पाउनुपर्छ भन्ने विचारले नै अमेरिका निर्माणमा ठुलो भूमिका खेलेको थियो। त्यहाँ उभिँदा मलाई फेरि बुद्धको एउटा वचन सम्झना आयो, सत्यलाई बुझ्न खोज, अन्धविश्वासलाई होइन। मलाई सधैँ लाग्छ धर्म फरक हुन सक्छ, तर सबै धर्मको अन्तिम गन्तव्य भनेको मानवता नै हो। देयर इज ओन्ली वान रिलिजन, ह्युम्यानिटी। अमेरिकन रेभोल्युसन। अलि अगाडि बढ्दा दाइले एउटा ऐतिहासिक घटनाको कथा सुनाउनु भयो। आजभन्दा करिब 250 वर्ष अगाडि अमेरिकी उपनिवेशहरू बेलायती शासन अन्तर्गत थिए। बेलायतले यहाँका मानिसहरूबाट कर उठाउँथ्यो, तर उनीहरूलाई शासन गर्ने निर्णयमा सहभागी गराउँदैनथ्यो। त्यसैले एउटा आवाज उठ्न थाल्यो, प्रतिनिधित्व बिना कर स्वीकार हुँदैन। यही असन्तुष्टिले पछि अमेरिकी स्वतन्त्रता आन्दोलनलाई बलियो बनायो। चियामा लगाइएको करको विरोधमा मानिसहरूले बेलायती चिया समुद्रमा फालिदिए। यो केवल चियाको विरोध थिएन, यो स्वतन्त्रताको घोषणा थियो। इतिहासले फेरि एउटा कुरा सिकायो, जब मानिसले स्वतन्त्र सोच्न सिक्छ, परिवर्तन रोक्न सकिँदैन। एडवर्ड मिचेल ब्यानिस्टर, उहाँ अफ्रिकी मुलुकका महान कलाकार हुनुहुन्थ्यो। त्यो समयमा विभेदका बीच पनि उहाँले आफ्नो प्रतिभाले संसारलाई प्रभावित गर्नुभयो। उहाँको जीवनले मलाई एउटा कुरा सिकायो, प्रतिभाको कुनै रङ हुँदैन, मेहनतको कुनै जात हुँदैन, सपनाको कुनै सीमा हुँदैन। हामी बिस्तारै मेमोरियल पार्कतर्फ हिँडिरहेका थियौँ। नदीको किनार, सफा सडक, मानिसहरू आफ्नै गतिमा जीवन बाँचिरहेका थिए। जीवनलाई हतार नगरी बाँच्ने कला यहाँका मानिसहरूले राम्ररी सिकेका रहेछन्। Alright, so no taxation without representation, we talked about it, right? So what happens? The Americans are pissed off because they don't have representation. So and then British are treating them as second-class citizens. They're like, no, you can't have representation. So the British started burning the ships. So Americans started revolution, and this is the first spark one of the first spark of the American Revolution is the burning of the Gaspee, the British ship. Right? Yes, the Boston Tea Party is very popular in the great imagination, but
It's one of the first spot of the real, burning. Boston Tea Party was throwing tea, man, but this was actually burning up. त्यसपछि हामी पुरानो स्टोन ब्याङ्क भवन हेर्न पुग्यौँ। पुरानो वास्तुकला, बलिया ढुङ्गाका स्तम्भहरू, इतिहास बोकेको भवन आज पनि समयलाई चुनौती दिँदै उभिएको थियो। हामी स्टिफन हपकिन्सको ऐतिहासिक निवासतर्फ पनि पुग्यौँ। अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर गर्ने व्यक्तिहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो। एउटा साधारण घर, तर त्यही घरबाट असाधारण विचारहरू जन्मिएका थिए। यसले मलाई फेरि सम्झायो, ठुलो परिवर्तन सधैँ ठुलो भवनबाट सुरु हुँदैन, ठुलो सोचबाट सुरु हुन्छ। There are only few people in America back in those days, in the late 1700s, that was so important that they were there when the Declaration of Independence was signed. So one of the people was Mr. Stephen Hopkins, and he is the guy. He's the only guy in the Declaration of Independence where he's wearing a hat. This is his house, Mr. Governor Stephen Hopkins' house. प्रोभिडेन्स एथेनियम पुराना पुस्तकहरूको सुगन्धले स्वागत गर्यो। पुस्तकालय भनेको केवल किताब राख्ने ठाउँ होइन, यो त हजारौँ मानिसहरूको अनुभव सुरक्षित राखिएको खजाना हो। ब्राउन युनिभर्सिटी अमेरिकाका 8 आइभी लिग विश्वविद्यालयहरूमध्ये एक। सन् 1784 मा स्थापना भएको यो विश्वविद्यालय स्वतन्त्र सोच, अनुसन्धान र नवीनताको केन्द्र मानिन्छ। यहाँ विद्यार्थीहरूलाई केवल उत्तर याद गर्न सिकाइँदैन, सही प्रश्न सोध्न सिकाइन्छ। त्यो कुरा मलाई धेरै मन पर्यो। Yeah, this Providence Place Mall, it's a very indoor mall. दिउँसो हामी ट्र्याक 15 मा खाना खान पुग्यौँ। धेरै प्रकारका परिकार, रमाइलो वातावरण, हामीले स्वादिष्ट खाना खायौँ। तर खाना खाँदै गर्दा पनि कुराकानी भने भविष्यकै थियो। स्वास्थ्य, शिक्षा, नेपाल, सम्भावना। मलाई यस्तो लागिरहेको थियो यो यात्रा केवल घुमघाम होइन, एउटा खुला कक्षा चलिरहेको थियो। प्रोभिडेन्सबाट इस्ट ग्रिनविचतर्फ लाग्दै डाक्टर मनोज दाईको घर आइपुग्यौँ। विशाल आँगन, हरियो घाँस, पछाडि स्विमिङ पुल, खुला आकाश, सुन्दर घर। तर मलाई प्रभावित गरेको कुरा घरको आकार थिएन, घरभित्रको आत्मीयता थियो। ढोका खोल्ने बित्तिकै डाक्टर यारा भाउजूले मुस्कुराउँदै स्वागत गर्नुभयो। केही बेरपछि छोरी माया पनि आइन्। पहिलो पटक भेट्दै थिए, तर उनीसँग कुरा गर्न थालेपछि यस्तो लाग्यो हामी त धेरै पहिलेदेखि परिचित रहेछौँ। उनी निकै जिज्ञासु, बुद्धिमानी अनि आत्मविश्वासी थिइन्। एउटा रमाइलो संयोग पनि थियो। मेरो मम्मीको नाम पनि माया, त्यसैले उनको नाम सुन्ने बित्तिकै मन एकछिन नेपाल पुगेको थियो। उहाँको याद आइरहेको थियो। अनि साँझ हामी मुभी हेर्न निस्क्यौँ। वेपन्स भन्ने हरर मुभी। घर फर्किएपछि यारा भाउजू र बखराम अङ्कलले प्रेमले तयार पार्नु भएको स्वादिलो खाना हाम्रो प्रतीक्षामा थियो र एउटै टेबलमा बसेर सबैजनासँगै खायौँ अनि दुःख सुखको गफहरू गरेर सुत्यौँ। गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। अब हाम्रो यारा भाउजूको मिठो ब्रेकफास्ट खाएर हामी माउन्टेन बाइकिङ जाने। आरामले बस्नु दिनुहोस्। अब चाहिँ प्लान बाबा, आजको प्लान टुडे अहिले चाहिँ ऊ चाहिँ के अरे मसँग माउन्टेन बाइक गरेर लेकमा हामी पुग्यौँ बिग रिभर म्यानेजमेन्ट एरिया। यो केवल एउटा पार्क होइन, प्रकृतिलाई जोगाएर भविष्यका पुस्तालाई हस्तान्तरण गर्ने एउटा उदाहरण हो। विशाल जङ्गल, तालहरू, पदमार्गहरू, माउन्टेन बाइकका लागि बनाइएका सुरक्षित ट्रेलहरू। यहाँ मानिसहरू प्रकृतिलाई जित्न आउँदैनन्, त्यससँग मित्रता गर्न आउँछन्। हामी साइकल चढेर जङ्गलभित्र प्रवेश गऱ्यौँ। सुरुका केही मिनेट त सजिलै गए, तर बिस्तारै बाटो उकालो अप्ठ्यारो हुन थाल्यो। कतै ढुङ्गा, कतै जराहरू, कतै तिखा मोड, कतै हिलो। प्रत्येक मोडले नयाँ चुनौती दिइरहेको थियो।
तर त्यही चुनौतीले यात्रा रमाइलो बनाइरहेको थियो। जीवन पनि यस्तै होइन र? यदि सबै बाटो सिधा मात्र हुन्थे, गन्तव्यको मूल्य कहाँ रहन्थ्यो? साइकल चलाउँदै गर्दा मलाई एउटा गहिरो कुरा महसुस भयो। म सन्तुलन कायम राख्न अगाडि बढ्नै पर्थ्यो। साइकल रोकियो भने ढल्ने सम्भावना बढ्थ्यो। जीवन पनि यस्तै रहेछ। हामी अगाडि बढिरहँदा डरहरू साना हुँदै जान्छन्, तर जहाँ रोकिएर डरलाई मात्रै हेर्न थाल्छौँ, त्यहीँबाट आत्मविश्वास घट्न थाल्छ। करिब 2 घण्टाको रोमाञ्चक यात्रापछि हामी एउटा शान्त तालको किनारमा पुग्यौँ। पानी ऐना जस्तो सफा, वरिपरि अग्ला रुखहरू, कुनै हल्ला थिएन, केवल प्रकृतिको सङ्गीत। मनोज दाइले भन्नुभयो, पानीमा जाउँ। हामी तालमा पस्यौँ। चिसो पानीले शरीर मात्र होइन, मन पनि ताजा बनाइदियो। त्यो क्षणमा मैले आँखाहरू केही बेर बन्द गरेँ अनि मनमा नै धन्यवाद दिएँ भगवानलाई, आफ्ना बाबाआमालाई, आफ्ना पुर्खाहरूलाई, किनकि उहाँहरूको सङ्घर्ष नभएको भए आज म यहाँ हुने थिइनँ। हामी प्राय आफ्नै सफलतालाई आफ्नो मेहनतको परिणाम ठान्छौँ, तर त्यो सफलताको जग धेरै पुस्ताले बनाएका हुन्छन्। घर फर्किएपछि फेरि एकपटक परिवारसँगै स्वादिलो खाना, थकित शरीर तर ऊर्जा भने भरिएको। त्यसपछि केही समय विश्राम अनि घर पछाडिको स्विमिङ पुलमा रमाइलो, पानीमा हाँसो ठट्टा रमाइलो, कहिलेकाहीँ बालक बन्नु पनि आवश्यक रहेछ। साँझपख हामी फेरि बाहिर निस्कियौँ। यसपटक सँगै थियो सबै परिवार, मनोज दाई, यारा भाउजू, छोरी माया अनि म। हाम्रो गन्तव्य थियो वेकफिल्ड,
सानो तर निकै जीवन्त समुद्री सहर एभ्रिथिङ टेकिङ बस टेकिङ ट्रेन We've covered a lot of ground. Did you read that email that I sent you? And what do you think? How are you? Good. Do you think it should be out? I think the water fire happened. When is the water fire going to be? I said, G, you are you. It's simple and it's complicated, but it's true. त्यहाँ पुग्दा एउटा रमाइलो उत्सव चलिरहेको थियो रिभर फायर फेस्टिभल नदीमाथि बालिएको आगोको श्रृङ्खलाहरू वरिपरि सङ्गीत स्थानीय कलाकारहरू परिवारहरू साना बालबालिकाहरू हात समातेर हिँडिरहेको वृद्ध दम्पतिहरू जीवनलाई उत्सव जस्तै बाँचिरहेका मानिसहरू हामीले केही स्न्याक्स खायौँ नदी किनारमा सनसेट हेर्दै बस्यौँ अनि त्यो आगोको उज्यालो पानीमा नाचिरहेको हेर्दै बस्यौँ Maya, what are you doing? I don't know, just throwing random objects at those little thingies. Yeah. I don't even know what they are. So when I don't know. त्यसपछि हामी पुग्यौँ नाराङ्गानसेट टाउन बीच सूर्य बिस्तारै डुब्न लागिरहेको थियो आकाश सुनौलो हुँदै गइरहेको थियो लहरहरू किनारमा आइरहेका थिए मानिसहरू फोटो खिचिरहेका थिए तर म भने केही बेर क्यामेरा बन्द गरेर त्यो दृश्यलाई मनमा कैद गर्न चाहन्थे किनकि केही दृश्यहरू क्यामेरामा भन्दा सम्झनामा धेरै सुन्दर रहन्छ अनि मायासँग केही रमाइला फोटोहरू खिच्यौँ उनी हाँसिरहेकी थिइन् दौडिरहेकी थिइन् त्यो बालापनको ऊर्जा देख्दा भविष्यप्रति आशा जाग्छ बच्चाहरूको हाँसो संसारकै सबैभन्दा साँचो सङ्गीत हो Somewhere there is a tsunami happening. You gotta be careful. Maya. Oh my god! Mom, look! There's a person down there! One person? Oh my god, someone's trying to surf! Yeah! Oh god! Oh god! So wild waves. घर फर्कने बाटो पनि उत्तिकै सुन्दर थियो समुद्र एकातिर हरियाली अर्कोतिर सानो सानो गाउँहरू सफा सडक अस्ताउँदै गरेको सूर्य मलाई लागिरहेको थियो आजको दिन चाँडै नसकियोस् घर पुगेपछि फेरि सबैजना एउटै टेबलमा बस्यौँ स्वादिलो खाना दिनभरिका रमाइला अनुभव हाँसो अनि आत्मीयता विदेशमा बस्दा पनि यस्तो पारिवारिक वातावरण पाउनु साँच्चै एउटा ठुलो आशीर्वाद हो अनि मायाले भनिन् म तपाईलाई केही सुनाउन चाहन्छु
नमस्ते एन्ड गुड मर्निङ। रोड आइल्यान्डमा बिताएका यो मेरो अन्तिम बिहान थियो। झ्यालबाट बाहिर हेर्दा बिहानको सुनौलो घाम बिस्तारै रुखहरू पातहरूमा झर्दै थियो। घर अझै शान्त थियो। केही दिनमै यो घर पनि आफ्नै घर जस्तो लाग्न थालेको थियो। विदेशमा एउटा कुरा मैले बारम्बार महसुस गरेँ, ठाउँभन्दा त्यहाँका मानिसहरूले हाम्रो यात्रा सुन्दर बनाउँछन्। आज पनि मनोज दाइसँग अर्को नयाँ कुरा सिक्ने अवसर थियो। हामी बिहानै केन्ट अस्पतालतर्फ लाग्यौँ। यो रोड आइल्यान्डको एउटा प्रतिष्ठित सामुदायिक अस्पताल हो, जहाँ आधुनिक प्रविधि, गुणस्तरीय स्वास्थ्य सेवा र बिरामी केन्द्रित व्यवस्थापनलाई विशेष महत्त्व दिइन्छ। मनोज दाइ यहाँ बोर्डसँग पनि जोडिनु भएको छ, त्यसैले उहाँसँग अस्पतालको प्रणालीलाई अझ नजिकबाट बुझ्ने अवसर मिल्यो। म फेरि एउटा विद्यार्थी जस्तै उत्साहित थिएँ। आज फेरि एपिक सम्बन्धी कार्यशालामा सहभागी हुने मौका मिल्यो। एपिक केवल एउटा कम्प्युटर सफ्टवेयर होइन, यो एउटा सोच हो, बिरामीको सम्पूर्ण स्वास्थ्य यात्रालाई एउटै डिजिटल प्रणालीमा जोड्ने सोच। कुनै बिरामी आपतकालीन कक्षामा पुग्दा डाक्टरले केही सेकेन्डमै उसको विगतको उपचार इतिहास, एलर्जी, औषधि, परीक्षण रिपोर्ट, एक्सरे, शल्यक्रिया सबै जानकारी हेर्न सक्छन्। यसले समय बचाउँछ, गल्ती कम गर्छ र सबैभन्दा महत्त्वपूर्ण एउटा जीवन बचाउन मद्दत गर्छ। यहाँका हरेक प्रक्रिया मलाई केवल जानकारी होइन, प्रेरणा बनिरहेको थियो। यदि नेपालका हस्पिटलहरूमा पनि यस्तो डिजिटल प्रणालीहरू अझ व्यापक रूपमा लागू गर्न सकियो भने कति धेरै परिवर्तन सम्भव होला। मलाई लाग्छ भविष्यको स्वास्थ्य सेवा केवल भवनले होइन, प्रविधि, नेतृत्व र सेवाभावले उत्कृष्ट बन्छ। You are pretty much in one of the best bridges of the United States. Okay? It's considered a very popular bridge. And it connects Jamestown to Newport. And Newport, this is the sailing, this is considered as the sailing capital of the world. A lot of sails, World Cup race. So what you see is, so this is the International Hall of Tennis of Fame. This is the birthplace of US Open. There's still, you can see there are 2 or 3 tennis courts and people to play in it, you know. It's द ब्रेकर्स यो कुनै सामान्य घर होइन। 19औं शताब्दीको अन्त्यतिर अमेरिकाका धनी उद्योगपति भ्यान्डरबिल्ट परिवारले बनाएको भव्य हवेली हो। इटलीको पूर्ण जागरण शैलीबाट प्रेरित वास्तुकला Mansion was actually owned by the Vanderbilt family. The Vanderbilts were one of the richest and most influential families in America during the Gilded Age. They made their fortune in railroads and shipping, and the Breakers in Newport was kind of their summer cottage that was more of a grand mansion. It was built by Cornelius Vanderbilt II and is known for its opulent architecture and luxurious design. So that's a little intro to the family behind the Breakers. Incredibly grand mansion in Newport, Rhode Island. It's basically a symbol of the Gilded Age, designed in the late 1800s. The architecture is inspired by Italian Renaissance style, and it has these incredibly lavish interiors. Think marble, detailed ceilings, and just overall luxury. Today, it's actually a museum open to the public, so people can tour it and get a glimpse of what life was like for the Vanderbilts back in the day. धेरै मानिसहरूको लग्जरी भन्नासाथ महँगा घर, कार वा ब्रान्डेड सामान सम्झिन्छन्, तर यो यात्राले मलाई लग्जरीको नयाँ अर्थ सिकायो। स्वास्थ्य शरीर, शान्त मन, मायालु परिवार, असल साथीहरू, अर्थपूर्ण काम, सिकिरहने अवसर अनि संसार हेर्न सक्ने स्वतन्त्रता। त्यसपछि हामी प्रसिद्ध क्लिफ वकतर्फ लाग्यौँ। एकातिर विशाल एटलान्टिक महासागर, अर्कोतिर ऐतिहासिक हवेलीहरू, बीचमा पैदल मार्ग, लहरहरू, चट्टानमा ठोकिने आवाज, समुद्री हावा, नीलो आकाश। यस्तो लाग्थ्यो प्रकृतिले आफै चित्र कोरेको छ। म हिँड्दै थिएँ, तर मन भने धेरै टाढासम्म पुगेको थियो। नेपालका हिमालहरू सम्झिए, पोखराका तालहरू सम्झिए, गाउँका बाटाहरू सम्झिए अनि एउटा कुरा महसुस गरेँ, संसार धेरै सुन्दर छ, तर आफ्नो देशको माया अझै सुन्दर हुन्छ। यात्राले मलाई नेपाललाई झन् धेरै माया गर्न सिकायो। What is happening here?
त्यसपछि हामी फोर्ट एडम्स स्टेट पार्क पुग्यौँ। 19औं शताब्दीमा समुद्री सुरक्षा र रक्षा प्रणालीका लागि बनाइएका यो ऐतिहासिक किल्ला आज इतिहास, पर्यटन र सार्वजनिक जीवनको सुन्दर सङ्गम बनेको छ। समयसँगै युद्धका संरचनाहरू पनि शान्तिको प्रतीक बन्न सक्छन् भन्ने उदाहरण यही हो। त्यसपछि हामी घर फर्कियौँ। यारा भाउजू, पखराम अङ्कल र आन्टीले प्रेमले बनाइदिनु भएको स्वादिलो खाना खायौँ। माया आफ्नो दिनको रमाइला कुरा सुनाउँदै थिइन्। मनोज दाइले भविष्यका योजनाहरूको कुरा गरिरहनु भएको थियो। हामी हाँस्यौँ, फोटोहरू हेऱ्यौँ, पुराना सम्झनाहरू सम्झियौँ। मलाई लागिरहेको थियो समय यत्तिकै रोकिए हुन्थ्यो। दिउँसो हामी फेरि स्विमिङ पुलमा रमायौँ, ठट्टा हाँसो, केही स्ट्रेचिङ, योगाहरू, केही रमाइला भिडियोहरू खिच्यौँ। यी क्षणहरू सायद सामाजिक सञ्जालमा धेरै चर्चित नहोलान्, तर जीवनका सबैभन्दा मूल्यवान सम्झनाहरू यस्तै साना पलहरूबाट हुन्छन्। साँझ बिस्तारै नजिकिँदै थियो। झोला फेरि प्याक भयो। अर्को यात्राको तयारी भयो। तर यसपटक बिदाई गर्न मन अलि गाह्रो भइरहेको थियो। केही दिनमै एउटा परिवारसँग यस्तो सम्बन्ध बन्यो जस्तो वर्षौँदेखि सँगै बसेका हौँ। मनोज दाई र यारा भाउजूले मलाई स्टेसनसम्म पुर्याइदिनु भयो। प्लेटफर्ममा उभिँदा धेरै कुरा भन्न मन थियो, तर कहिलेकाहीँ धन्यवाद भन्ने एउटा शब्द पनि पर्याप्त हुँदैन। मनोज दाई, तपाईँले मलाई केवल घुमाउनु भएन, सिकाउनु भयो, प्रेरणा दिनुभयो, स्वास्थ्य प्रणालीलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाउनु भयो। यारा भाउजू, तपाईँले बनाइदिनु भएको हरेक परिकारमा माया मिसिएको थियो। घरमा बस्दा कहिल्यै पाहुना जस्तो महसुस भएन। माया छोरी, तिम्रो हाँसो, तिम्रो पियानो, तिम्रो जिज्ञासा सधैँ सम्झिरहनेछु। बखराम अङ्कल र आन्टी, तपाईँहरूको आत्मीयता र स्नेहले यो यात्रा अझ विशेष बनाइदियो। साँच्चै तपाईँहरू सबैले रोड आइल्यान्डलाई मेरो लागि केवल एउटा ठाउँ होइन, एउटा भावना बनाइदिनु भयो। रेल बिस्तारै अगाडि बढ्न थाल्यो। स्टेसन पछाडि छुट्दै गयो। झ्याल बाहिरको दृश्य फेरि बदलिँदै गयो। तर यसपटक बदलिएको केवल दृश्य होइन, म आफै पनि केही बदलिएको थिएँ। मैले यो यात्राबाट धेरै कुरा लिएर फर्किँदै थिएँ। ज्ञान, प्रेरणा, सम्बन्ध, कृतज्ञता अनि एउटा नयाँ जिम्मेवारी, जहाँबाट जे सिके त्यो एक दिन आफ्नै देशको लागि प्रयोग गर्ने। यो संसारमा हामीसँग धेरै कुरा हुन सक्छ, धन, पद, प्रसिद्धि, तर अन्तिममा सम्झना रहने कुरा एउटै हुन्छ। हामीले कसलाई माया गर्यौँ, कसले हामीलाई माया गर्यो, र हामीले संसारलाई कति राम्रो बनाएर छाड्यौँ। म हरेक दिन भगवान, बाबा आमा, आफ्ना पुर्खाहरू, गुरुहरू, दाजुभाइ, दिदीबहिनी, साथीहरू र जीवनमा भेटिएका प्रत्येक असल मानिसप्रति कृतज्ञ छु, किनकि म आज जहाँ छु त्यो मेरो एक्लैको यात्रा होइन, यो धेरै हातहरूको आशीर्वादले बनेको यात्रा हो। यदि यो भिडियोले तपाईँलाई आफ्ना परिवारलाई अझ धेरै माया गर्ने, नयाँ कुरा सिक्न, आफ्नो स्वास्थ्यको ख्याल राख्न र आफ्ना सपनाप्रति इमान्दार रहन प्रेरित गर्यो भने मेरो यो यात्रा सफल भएको ठान्नेछु। This is VTL by Vardhan. May all beings be happy. Thank you.